ओके हाम्रो दीक्षाजी है आशीको स्टुडेन्ट होस्टलमा आएर चाहिँ करिब 1.5 महिना जति बस्नुभयो है यो समयमा तपाईँले बस्दै गर्दाखेरि के कस्तो अनुभव बटुल्नुभयो आशीको होस्टलसँग कतिको खुसी हुनुहुन्छ अलिकति यो विषयमा तपाईँको तर्फबाट केही न केही इन्फर्मेसन गरिदिनुहोस् न सेन्सेहरूलाई पनि खुसी लाग्छ धन्यवाद आशिष सेन्से सबैजनालाई हाजीको टिमलाई मलाई आज यहाँबाट जानु पर्दाखेरि नराम्रो पनि लागिरह र घरमा जाने भन्ने कुरामा खुसी पनि लागिरह म हाजीको फ्यामिलीमा मेरो सर मनोज अधिकारीको तर्फबाट मलाई यहाँ प्रिफर भएर आएको थिएँ मलाई उहाँले नै प्रोत्साहन गर्नुभएको थियो कि हाजीकोमा पनि बनेमा पनि होस्टेल छ 1.5 महिनाको लागि बस्नलाई हाजीकोमा हुनुहुन्छ मैले चिनेको मान्छे एकपल्ट गएर तिमी भिजिट गर अनि त्यता गएर हेर तिमीले कस्तो लाग्छ तिमी काठमाडौँमा बस्दै आएको मान्छे भन्नुभएको थियो अनि म काठमाडौँ हुँदाखेरि पनि मैले रिसर्च गरेको थिएँ यतातिर होस्टेलको तर यतातिर होस्टेलहरू चाहिँ 6 महिना 1 वर्षको लागि मात्रै हुँदो रहेछ अनि तर मलाई मनोज सरले चाहिँ असिस्टेन्सी चिनेको भएर साथी एज अ फ्यामिली मेम्बर्स उहाँले चाहिँ मलाई प्रिफर गर्नुभयो कि त्यहाँ जाउँ न एकपटक भेट मेरो भाइ मेरो साथी मेरो सहकर्मी छ उसलाई एकपटक भेट न भन्ने कुरा गरिसकेपछि म यहाँ आएर भेट्दाखेरि फर्स्टमा मैले सुनिता सेन्सेलाई भेटेको हो अनि सुनिता सेन्सेले मलाई हरेक रुमहरू देखाउँदा लग्दै जाँदाखेरि मलाई जब छतमा पुगेँ मलाई घरको जस्तो वातावरण फिल भयो काठमाडौँको त्यो घुचुकको ठाउँमा बसेको ठाउँबाट निस्केर यता घरको इन्भाइरोमेन्ट वातावरण राम्रो पाउँदाखेरि मलाई धेरै नै खुसी भयो यहाँ धेरै नै सहज भयो मलाई बस्नलाई लाइक खाना पकाउने आन्टीहरू स्टाफ मेम्बरले पनि मलाई आफ्नै मम्मी सरह ट्रिट गर्नुभयो अनि उहाँहरूले पनि मलाई केही नराम्रो लाग्दाखेरि म सुरुमा आउँदाखेरि मेरो यो बिरानो ठाउँ थियो एक्लो ठाउँ थियो र यो ठाउँमा आउँदाखेरि मलाई उहाँहरूले धेरै नै हेल्प गर्नुभएको हो म सुरुमा आउँदाखेरि एक्लो फिल गरेर साथीहरू कोही पनि नचिन्दाखेरि मेरो एक त झन् मेरो दाङको पश्चिमेली भाषा मेरो फरक बोली आउँछ अनि त्यो बोलीको कारण कसैले मेरो बोली नबुझिदिँदाखेरि पनि केही गाह्रो भएको थियो अप्ठ्यारो भएको थियो तर पनि बिस्तारै बिस्तारै बस्दै जाँदा एडजस्टमेन्ट हुँदै जाँदाखेरि अहिले चाहिँ मलाई धेरै नै सहज भएको छ र यो ठाउँ छोडेर जानु पर्दाखेरि नराम्रो पनि उत्तिकै लागेको छ अनि धेरै नै रमाइलो भयो अनि आन्टीहरूले केही खाना खाँदाखेरि मलाई केही मन नपर्दाखेरि यो खाउन त्यो खाउन भन्दा यसरी सोध्नुहुन्थ्यो आफ्नो मम्मी सर मलाई राख्नुभएको थियो अनि सबै गऱ्यो अनि म होस्टेलमा यहाँ जब म होस्टेलको लागि हेर्न आउँदै थिएँ सबै स्टाफ मेम्बरहरूले आफूप्रति दिएको त्यो रेस्पेक्ट अनि आफूप्रति दिएको त्यो सद्भाव जुन उहाँहरूले जुन लाइक त्यो जापानिज स्टाइलमै थियो भनौँ लाइक त्यो सम्मान गर्ने तरिकादेखि हरेक कुरामा म यहाँहरूको फ्यान नै भएको हो सुरुमा आउँदाखेरि यत्तिको रेस्पेक्ट यत्तिको हर कोहीमा पाइँदैन नि त म पनि काठमाडौँमा बसेको हो उहाँहरूले नर्मली रुमहरू देखाइदिन्छ त्यतिकैमा सीमित हुन्छ तर यहाँ आउँदाखेरि हर कोहीले मलाई नचिने तापनि यसरी आएको मान्छे हो मेम्बर हो भन्दाखेरि उहाँहरूले गर्ने आफूतिरको रेस्पेक्ट नै मैले बेग्लै नै पाएको हो डिफ्रेन्ट थियो अनि त्यो रेस्पेक्ट देख्दाखेरि आफूलाई पनि यस्तो रेस्पेक्ट पनि अनि बनेपा भनेपछि त म यहाँ आउँछु भनेर कहिले पनि सोचेको थिएन किनभने एउटा नाममा मात्रै सुनेको थिएँ यति टाढा काठमाडौँदेखि वहाँनिर हाफ आवर भनौँ यति टाढा आएर बस्छु र यहाँ आएर टाइम स्पेन्ड गर्छु यहाँको मान्छेहरूसँग घुलमिल हुन्छु हर कोहीसँग आएर बस्छु भन्ने कुरा सोचेको थिएन र आज आएर बस्नु पऱ्यो आज आएर वहाँनिर 15 डेज कम्प्लिट गरेर जाँदैछु तर धेरै नै माया छ अनि पछि पनि आउनेछु मेरो काम सफल भयो भने यो मेरो एउटा जर्नी स्टार्ट भएको ठाउँ थियो पक्कै पनि आउनेछु होपफुल होस् सबैलाई थ्याङ्क यू हाजीको फ्यामिली सबैमा सबैलाई नै दिपा म्याम सबैलाई नै अनि आन्टी पनि स्पेसल्ली अर्को आन्टी पनि हुनुहुन्छ सबैलाई नै जाँदैछु सबैलाई हजुरहरूको पनि हाजीकोमा आउनु होला धेरै नै राम्रो हो फ्यामिली इन्भाइरोमेन्ट छ अझै कुनै पनि सिकायत गर्ने र गुनासो गर्ने मौका पाउनु हुँदैन र छ भने पनि भन्दा हुन्छ मलाई आउँदाखेरि सुनिता सेन्सेले भन्नुभएको थियो कि हाम्रो यो नयाँ हो हजुरलाई केही मन नपर्ला हजुर होस्टेलमा बस्दै आउनुभएको हो मन नपर्न सक्छ केही हामीले अनुभव अझै लिँदैछौँ हजुरहरूले केही छ भने दिनु होला भन्नुभएको थियो र मैले भनेको थिएँ सबै राम्रो छ बनेपा जस्तो ठाउँमा जहाँ 6 महिनाभन्दा 1 वर्षको पाइँदैन बस्नलाई मैले रिसर्च गर्ने टाइममा मैले त्यो फिल भएको थिएँ कि जहाँ पनि 6 महिना 1 वर्ष 6 महिना 1 वर्ष 1 महिनाको 1.5 महिनाको दौरानमा कोही पनि होस्टेलहरू थिएन कि अनि त्यो टाइममा मलाई चाहिँ यहाँ आएको हो
अनि धेरै नै राम्रो छ, सबैजना पढिदिनको लागि पनि धेरै राम्रो छ, पढ्नको लागिदेखि लिएर हरेक कुरामा। फेसिलिटीहरू चाहिँ अरू जस्तै हुन्छ नि, यहाँ तपाईँ त के अरे आइएलटिसी गरेर चाहिँ हुन्छ नि अरू कन्ट्रीमा जान्छु भन्ने हिसाबले आजको होस्टेलमा बस्न आउनुभएको। यहाँको जुन हुन्छ नि तपाईँ फरक फिल्डको मान्छेहरू, यहाँ त जापानिज ल्याङ्ग्वेज स्कुल हो होइन, अनि जो जुन हुन्छ नि यहाँको फेसिलिटीहरू चाहिँ कतिको तपाईँलाई चाहिँ अलिकति कन्भिनियन्ट भयो होइन, त्यसले कतिको सहज भयो यहाँको फेसिलिटीहरू, के फेसिलिटीहरू पाउनुभयो त्यसका? माइहरू सबै त पायो फेसिलिटी चाहिँ, त्यस्तो गुनासो गर्नुपर्ने र त्यस्तो केही पनि छैन। अनि हरेक कुरामा लिएर म आइएसपिटी गर्ने मान्छे आएर ल्याङ्ग्वेजेसमा बस्दाखेरि पनि त्यस्तो मलाई अप्ठ्यारो कुनै असहज महसुस नै भएन। उहाँहरूले मलाई त्यसरी नै ट्रिट गर्नुभयो र मैले केही काम गलत गर्दाखेरि पनि मैले केही कुराहरू नियमहरू पनि सिक्न पाएँ, डिसिप्लिनमा कसरी बसिन्छ, अनि एउटा फ्यामिली इन्भाइरोमेन्ट, आफू लिडरसिप भएर कसरी हिँड्नुपर्छ। एउटा छोरी मान्छे हर कोही यहाँ मात्रै होइन, हामी जान्छ अर्को देश पनि छ, बाहिरको लागि सोचेर आएको र उता गएर आफै नै आफ्नो लागि बोल्नपर्छ, केही कुरा आफूलाई असहज हुँदाखेरि केही कुरा आफूले नै राख्नुपर्छ भन्ने मलाई असिस्टेन्टले पनि सिकाउनु भएको थियो कुनै दिनमा, कुनै त्यसैले मौका पर्दाखेरि। अनि धेरै नै सहज भएको छ र मलाई बस्दाखेरि म जापानिज उसमा बसेको छु भन्ने त्यो म बेग्लैबाट आएको हो, यो बेग्लै ठाउँ हो भने त्यस्तो फिल चाहिँ कहिले पनि भएन। अनि यहाँ हरेक कुराको सुविधा चाहिँ पर्फेक्ट नै छ, त्यस्तो कमी कमजोरी केही पनि छैन। अनि म धेरै नै बाहिर गएर आफूलाई अप्ठ्यारो हुँदाखेरि कसरी बोल्नुपर्छ, आफूले आफ्नो स्ट्यान्ड आफै लिनुपर्छ र तुरुन्त नै लिनुपर्छ। आफूलाई असहज छ भनेपछि आफूले नै बोल्नुपर्छ र कोही आएर आफ्नो लागि बोलिदिनु भन्दा पहिले आफूले नै बोल्यो भने अर्काको ठाउँमा गएको मान्छे हो, अनि कसरी आफ्नो लागि स्ट्यान्ड लिने भन्ने कुरामा चाहिँ मलाई आसिस्टेन्टले नै सिकाउनु भएको हो। अनि त्यो कुरामा म धेरै नै धन्यवाद छु, आभारी छु हजुरप्रति। सबै टिमप्रति नै आभारी छु, हाचीको टिम धेरै नै याद गर्नेछु, मिस गर्नेछु। म यो ठाउँमा आएर मलाई मेरो घरको जस्तो वातावरण दिनुभएको हो, अनि म यो ठाउँमा आएर आफ्नो लाइक मेरो बोलीचाल चलन कल्चर धेरै नै डिफ्रेन्ट छ। यो पूर्वी साइड पर्छ, मेरो पश्चिमी साइड पर्छ, मेरो पहिलो त बोलीमै डिफ्रेन्स थाहा छ। अनि तर पनि मलाई यहाँ आफ्नो फ्यामिली तर आफ्नो सोसाइटी तरै राख्नुभएको हो, अनि आफ्नो स्टुडेन्ट्सहरू तर नै मलाई बिहेभियर गर्नुभयो हरेक कुरामा सहज। केही मलाई पढ्दाखेरि लाइक त्यो आइरनकोदेखि लिएर किन नहोस्, म पिरियड हुँदाखेरिको प्रब्लमदेखि लिएर किन नहोस्, हरेक कुरामा मलाई सहज दिनुभएको छ। धेरै नै धेरै धन्यवाद छु यो 1 महिनाको 15 दिनको बसाइमा पनि।ありがとうございます。